त गाइस सीतापुर आइपुगिसक्यो है। बसले उतै छोड्यो होइन। अब यहाँबाट चाहिँ गौरीकुण्डको लागि चाहिँ यहाँनिर देवप्रयागबाट गाडी पाउँछ है। अन्त त्यहाँबाट चाहिँ जानुपर्छ। तर यो पालि चाहिँ जुन म अगाडि आउँदाखेरि जतिको भिड थियो अहिले चाहिँ त्यतिको भिड फिल भएको छैन है। मलाई लाग्दैछ यो पालि मान्छेको भिड कम्ती छ है। अब हुनु पनि सक्छ, अहिले बारिसको टाइम छ है, मान्छे डरले पनि होला है। ल त म अरू पनि देखाउँदै गर्छु। बाटो चाहिँ तर पुरा बिग्रिसकेको रहेछ है। पहिला जस्तो थियो त्यो खाले छैन है। खोला पनि यहाँ तल आएर यस्तो भएको रहेछ है। पानी साफ माथि जुन चाहिँ गौरीकुण्ड जाने बाटो पनि सबै झरेको रहेछ है। यहाँनिर चाहिँ तर दोकानहरू चाहिँ पहिलाको जस्तै छेउछेउमा रहेछ है। तर जुन चाहिँ यतापट्टिको थियो त्यो चाहिँ सबै पानीले बगाएर लगेछ हो। यता चाहिँ रहेछ है। सो मान्छे पाउँछ र पनि अब पहिला देख्दाको अर्कै है, योपालि देख्दा अर्कै। अलिकति अब चेन्ज हुँदाखेरि चाहिँ आफूलाई नि कस्तो कस्तो हुँदो रहेछ है। र पनि ठिकै छ है। अझै यहाँबाट चढ्ने जुन चाहिँ खास ट्रेकिङको जग्गा आइपुगेकै छैन होइन। म त्यो जग्गा आइपुगेपछि फेरि अर्को भिडियो पनि गर्नेछु। त गाइस म चाहिँ गौरीकुण्ड आइपुगिसकेँ है। गौरीकुण्डमा यहाँसम्म चाहिँ अब तलबाट ल्याएको। पहिला हामी आउँदा पनि 50 थियो, अहिले पनि 50 छ है। तर अहिले यहाँ सोद्धाखेरि पनि मान्छेको भिड चाहिँ अब कम्ती नै छ भन्दैछ हो। अन्त अब यहाँबाट चाहिँ पैदल यात्रा सुरु मेरो है। ल त गाइस के कस्तो भएको छ है। यहाँ मुनितिर त अस्ति पनि यो दिन चाहिँ ल्यान्डस्लाइड भएर 2-4 जना हो कि 7 जना कति चाहिँ खस्यो भन्ने सुनेको थिएँ हो। त्यही भएर 2 दिन या 3 दिन चाहिँ बाटो चाहिँ बन्द गरिदिनु भएको थिएछ। अन्त अहिले पनि 5 बजीभन्दा अगाडि गौरीकुण्ड आयो भने चाहिँ तपाईँले हामी सबैजना उकालो जानु पाएँ, नत्र भने जानु नपाउनु रहेछ है। कस्तो छ उकालो हेर्दैछौँ है। मेरो गेटअप पनि चेन्ज भइसकेको छ है। यहाँनिर गौरीकुण्डमा पनि निकै कुरालाई बगाएर लगेछ है पानीले। बाट चाहिँ घोडाहरू है बोक्ने मान्छेहरू सबै अलिक माथिबाट लान सक्नुहुन्छ है। यो सबै बस्ताहरू चाहिँ अब उकालो लान आँटेको है। यसरी उँभोबाट आउँछ है। घोडाले चाहिँ हेभी काम गर्छ यहाँनिर। तर घोडा होइन नि, सबै घोडी हो नि। सबै घोडी हुन्छ यहाँनिर चाहिँ। खोइ घोडा चाहिँ किन नबोकेको घोडा चाहिँ त्यो चाहिँ थाहा छैन हो। सबै घोडी हो बिचारै निन्दा लागेर। यो चाहिँ म अलिक माथि आइपुगेको है। समथिङ 1 किलोमिटर माथि चाहिँ अब यस्तो छ है। मान्छे कम्ती हो तर बहुत कम्ती। तर आजबाट त खुलेको भनेर होला है। हिजो जुन चाहिँ रको कम्ती हो। घोडाहरूको लाइन हेभी रहेछ है। नेपाली चाहिँ त्यस्तो मान्छे चढेकै रहेन रहेछ नि त। मान्छे कम्ती भएर चढ्दैछ तर कम्ती है। तल हेर्नु खोलाले बाटो दह्रो बनाएको छ है। माथि है बोकेर ल्याउने नि ल्याउँदैछ ल्याउनु चाहिँ। त्यसरी पनि बोकेर ल्याउँछ 4 जनादेखि 1 जना। बाबाजी पनि घोडामाथि रहेछ नि त है। बाटो चाहिँ यस्तो हुन्छ नि त, घोडाको मल डल्लै रोडमा। यहाँ चाहिँ कोही पनि आउनु भयो भने चाहिँ सजेस्ट चाहिँ यही गर्छु कि जुत्ता चाहिँ लाएर नआउनुहोस्, खालि चप्पलमा यो बाटो छ है। किनकि म पनि पहिला चाहिँ जुत्ता लाएर आउँदाखेरि चाहिँ दुःख पाएको थिएँ है। योपालि चाहिँ खालि खुट्टै।
चिज देखाउँदैछु है। यो चाहिँ अब नयाँ बाटोको लागि रेडी हुँदै रहेछ हो यहाँनिर। यो चाहिँ अब यता पहिला चाहिँ अब यता थियो नि त है, यहाँ अगाडि एउटा ब्रिज छ, त्यो ब्रिज त सबैजनालाई याद छ पनि होला सायद है। यो चाहिँ नयाँ बाटो फेरि हुँदै रहेछ। यता चाहिँ अब पानीले गर्दाखेरि चाहिँ अब पुरा ड्यामेज गर्दै रहेछ नि त कि, अन्त अब यताबाट फेरि नयाँ बाटो के कसो पुलबाट पनि छ है, अन्त ऊ माथिबाट पनि छ बाटो चाहिँ देख्न सक्नुहुन्छ। यो पुलबाट पनि छ है, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है। ल्यान्डस्लाइड यस्तो डरलाग्दो भएको रहेछ है, त्यही भएर चाहिँ यहाँनिर बाटो रिक्सी भएर चाहिँ है बन्द पनि गर्दै गर्नुहुँदो रहेछ बेला बेला है। यहाँ बाटो यहाँ चाहिँ अब यो बाटोमा चाहिँ फेरि एउटा के छ भने यही बाटोमा घोडा पनि हिँड्छ है, यही बाटोमा मान्छे पनि। अन्त आफू जोगिएर हिँड्नु चाहिँ अलिक आफूले ध्यान दिनुपर्छ है। अब एकरो भएर हिँड्नु चाहिँ नमिल्ने खाले बाटो हो यो चाहिँ रेडी हुँदै रहेछ गाइस है। अन्त अहिले चाहिँ यहाँबाट रहेछ है, यहाँ पानी चाहिँ खोला चाहिँ निकै खतरनाकै बढेको थिएछ है, किनकि हामीहरू पहिला 2023मा आउँदाखेरि यस्तो डरलाग्दो भएको थिएन है। यहाँ हेर्नुहोस् न अन्त कस्तो चाहिँ बनाएको रहेछ है, यहाँनिर हेर्नुहोस् है, यत्रो पर पनि खोला यहाँनिर छ है, यस्तो बनाएको रहेछ है। माथिसम्म हेर्नु त पुरै ढुङ्गै ढुङ्गा बनाइदिएछ है। यहाँ खोला गाइस यी ट्रेकिङ अब चाहिँ 6 किलोमिटर जस्तो मात्रै छ है। अहिले वेदर अचानक चेन्ज भयो है, यहाँ चाहिँ अब त्यस्तै छ है, अचानक चेन्ज भइहाल्छ यहाँ चाहिँ वेदर है। मजा आउँदैछ है। म चाहिँ मेरो ब्याग बोकाएको तरिका चाहिँ यो छ है। अनि पहिला चाहिँ निकै राति नै हिँडेको थियौँ है हामीहरू, अन्त यहाँ आइपुग्दा हुँदा त झन्डै पुरै राति भइसकेको थियो। अब 6 किलोमिटर मात्रै छ छनु चाहिँ हो। पहिला चाहिँ यहाँनिर छ कि त फेरि टक्कै 6 किलोमिटर छ हो। पहिला चाहिँ अब राति भएको थियो हो। योपालि चाहिँ एक्लै है, ठिकै छ, मजा आइरहेको छ है। महादेवको बुलावा आएपछि त फेरि जहिले तहिले आउनै पर्छ है। यस घोडा बिचरा जाँदैछन् यिनीहरू। हरेक चिजमा हरेक समय है, हरेक चिज हरेक वस्तु हरेक मान्छे सबैलाई यहाँ तकलिफै छ है। अब घोडाहरूले उनीहरूले पैसा चिन्दैन हो, यहाँ घोडा चलाउने मान्छेलाई पैसा चिन्छ बिचरालाई है। 1 या 2 खेपको खाना भेट्छ होला होइन, र पनि यो खाली छ है। त्यही भएर हामीले कर्म चाहिँ राम्रो गर्नुपर्छ है। जुनी त मान्छेले कुन भेट्छ नि, यो जुनी पनि कहाँ राम्रो हो त हेर्नुहोस् यो उकालोमा है खुट्टा बाँधिदेला जस्तो दम घुट्ला जस्तो भइरहेको बेलामा यिनीहरूले झन् कसरी लाँदै होला है। अब हाम्रो एउटा भन्ने छ नि, प्र्याक्टिस छ भने भइहाल्छ भने, प्र्याक्टिसै छ भने पनि साह्रो पर्छ क्या यो जग्गामा है साथीभाइ। त्यही भएर चाहिँ हाम्रो 84,999 युनिटमा हामीहरू पर्नुभन्दा पहिले नै अगाडि नै हामीले सरेन्डर गर्नुपर्छ हरेक चिजमा है। के छ है हामीलाई के छ जति नै जे भयो नि हामीलाई सेक्रिफाइस हुने होइन त होइन। जति कमायो जति राख्यो जति गर्यो है हुँदैन। यो हो नि त जीवन चाहिँ, एउटा झोला बोक्यो घुम्यो है। तर म चाहिँ अब यो भन्छु क्या, अब मलाई चाहिँ अब ठिक लाग्छ यो
यसरी घुम्नु यसरी हिँड्नु होइन हरेक मान्छेको चाहना र त्यहीपट्टि लाग्यो भने नि हरेक मान्छेको सपना पुरा हुन्छ है। अब मैले अहिलेसम्म लाइफमा एक्लै घुम्ने कहिले पनि एड गरेको थिइनँ है, योपालि गरेँ है, मजा आयो क्या। बेस्ट मुभमेन्टहरू मैले एक्सपिरियन्सहरू गेन कतिवटा गरेँ है, कतिवटा चिज बुझेँ होइन, कस्तो जग्गामा के छ होइन। अब हरेक जग्गा हरेक ठाउँमा एक प्रकारको मान्छे त हुँदैन नि त होइन है। साह्रो पर्दैछ मलाई पनि यहाँ म है, साह्रो पर्दैछ नि सबैलाई बिचराहरू। यो देख्छ नि सानो दोकानहरू है, सानो ढाबाहरू है, हरेक चिज पाउँछ होइन, हरेक चिज एभाइलेबल छ। तर बहुत दुःखले ल्याएको चिजहरू हो क्या। तपाईँले अब जे कुरा किन्नुहुन्छ भने पनि प्राइस भन्दा चाहिँ अब 2 गुणा बेसी महँगो पर्छ है। अनि चाहिँ तलबाट हरेक चिज बोकेर ल्याउनु त सक्दैन होइन, त्यही भएर चाहिँ यहाँ पाउनु चाहिँ हरेक चिज पाउँछ। मोमो भन्नुहुन्छ कि जे भन्नुहुन्छ है, अनि चक्नाहरू है, यो चक्ना भनेछु यो चनाहरू है, हरेकको जे पनि पाउनु सक्नुहुन्छ है। हेर्दै गर्नुहोस्। यिनीहरूले बोल्नु सकेको भए चाहिँ यिनीहरूले के भनेर भन्थ्यो होला अब के कस्तो खाले आफूले व्यक्त गर्थ्यो होला है बिचराहरूले। बिचरा कति लङ्गडे भरिन्छ है, कति उयो भरिन्छ, कति अग्लो सब तर घुँडी हो तर बिचराहरूलाई साह्रो ट्रेनिङ गराएर होला बिचराहरू सिधा चाहिँ सिधा हुन्छ हो। अब घोडामा यसरी आयो भने चाहिँ अब तल गौरी कुण्डबाट चाहिँ माथि मन्दिरसम्म चाहिँ भन्नुहुँदै थियो एउटा नेपाली दाइ। नेपालीहरू पुरा हुनुहुन्छ नि त यहाँनिर, अलिक अप्ठ्यारो बोल्नुहुन्छ है। सोधेको मैले 4 घन्टामा चाहिँ ल्याइदिन्छ भन्नुहुँदै थियो हो माथि। अरूभन्दा नि अब यो ठुल्ठुलो घोडाहरू त ठिकै हो कि, यो अलिक सानोहरूको चाहिँ साह्रो माया लागेर हुन्छ बिचरा, हिँड्नु मन नलाइ हिँडिरहेको हुन्छ बिचराहरू। पोहोर पनि आउँदाखेरि यहाँ चाहिँ हिउँ थियो है, आज पनि ठेक्का जमिरहेको रहेछ है ढ्याक। यहाँनिर पानी चाहिँ हेभी चिसो छ नि, तर आइस एउटा कुरा गाइस है, म हिजो ऋषिकेशमा आएर बसेको थिएँ है, मथुराबाट ऋषिकेशमा आएर बसेको थिएँ। ऋषिकेशबाट चाहिँ तपाईँको यता सीतापुरसम्मको भाडा चाहिँ तपाईँको 500 रुपियाँ मात्र लाग्छ हो। त्यहाँबाट तपाईँ गौरी कुण्ड आउनुहुन्छ है, त्यहाँको तपाईँको सबैलाई एउटै है 50-50 गरेर लाग्छ है। त्यहाँबाट उम्म चाहिँ तपाईँको मर्जी, तपाईँ घोडा लिनुहुन्छ कि है जे गर्नुहुन्छ। अन्त तपाईँकोमा अब खानेकुरा बोकेर आउनु भएको छ है, अन्त हरेक चिज किनेर ल्याउनु भएको छ भने चाहिँ तपाईँको ऋषिकेशबाट केदारनाथसम्म आउँदा चाहिँ तपाईँको खर्च भनेको चाहिँ बेसी भनेको 2000 भन्दा बेसी चाहिँ हुँदैन। अब तपाईँको एउटा तपाईँ यहाँनिर आएर केही किनेर होइन केही लानु चाहनुहुन्छ, अब केही किन्नुहुन्छ भने चाहिँ त्यो तपाईँको खुसी हो होइन। तर अब तपाईँ दर्शन गरेर यता आउनुहुन्छ भने चाहिँ 2000-2500 भित्रमा कम्प्लिट हुन्छ है। गाइस अवस्था त यस्तो पो हुँदैछ है, अब चाहिँ धेरै छैन है, अनि अलिक यतिसम्म छ है, माथिसम्म चाहिँ अब जानुपर्ने हुन्छ है। अहिले चाहिँ अलिक तेर्सो छ, त्यहाँबाट चाहिँ अलिकति चलाइ हो। फाइनली म चाहिँ बेस क्याम्प आइसकेको छु है। बेस क्याम्प हो है, मेरो अवस्था चाहिँ यस्तो छ।